ल स्वागत छ। आज हामी असार 9 गते सोमबारको नेप्से बजारको अवस्थालाई अलि नियालेर हेर्दैछौं। आजको तथ्याङ्कले के भन्छ, बजार कता गयो, यस्तै कुराहरूमा छलफल गरौं न। हुन्छ, सुरु गरौं। आज नेप्से इण्डेक्स परिसूचक भनौं थोरैले हरियो भयो, 8.13 अंकले बढेछ। जम्मा 0.31% को वृद्धि 2604.11 मा बन्द भयो। हो, तर अंक थोरै बढे पनि कारोबार रकम चाहिँ निकै राम्रो देखियो नि, झण्डै 6 अर्ब 47 करोड। एकदम, करिब 6.5 अर्बको कारोबार हुनु भनेको त बजारमा किनबेच गर्नेहरू मतलब लगानीकर्ताहरू निकै सक्रिय छन् भन्ने संकेत हो। तर सक्रियता भएर पनि इण्डेक्स चाहिँ खासै नबढ्नु, यो अलिक कस्तो भयो नि। हो नि, यसले चाहिँ अलिकति मिश्रित संकेत दिन्छ। कारोबार धेरै हुनु राम्रो हो, तर सूचक धेरै नबढ्दा कतै लगानीकर्ताहरू अलि पर्ख र हेरको मुडमा पो छन् कि जस्तो देखिन्छ। कि नाफा बुक गरे? त्यो पनि हुन सक्छ, अथवा कुनै ठूलो घटना जस्तो अब आउने मौद्रिक नीति त्यसलाई पर्खिरहेको पनि हुन सक्छ। 325 वटा कम्पनीको कारोबार हुनुले बजारको दायरा त फराकिलो नै देखाउँछ। अच्छा, ल अब कुन क्षेत्रले चाहिँ आज बजारलाई अलिकति उकास्न मद्दत गर्यो त्यता हेरौं। होटल र पर्यटन क्षेत्र सबैभन्दा अगाडि रहेछ, हैन? हो, होटल तथा पर्यटन आज टप गेनर भयो, 0.85% ले बढ्यो। त्यसपछि जलविद्युत अनि फाइनान्स पनि। जलविद्युत 0.65%, फाइनान्स 0.68%। राम्रै वृद्धि हो नि यो त। यी क्षेत्रहरूमा आज लगानीकर्ताको अलि बढी ध्यान गएको देखियो। किन होला त? के खास कारण? खै अब यकिन त भन्न सकिन्न, तर होटलमा पर्यटक आगमन बढ्ने आशा हुन सक्छ। जलविद्युतमा कहिलेकाहीँ कुनै आयोजनाको राम्रो खबर आउँछ, हैन? अनि फाइनान्सहरूको पनि मर्जर वा लाभांशको हल्लाले चल्न सक्छ। त्यो पनि हो, तर सबै क्षेत्र त बढेको थिएन होला नि? थिएन। केही क्षेत्र रातोमै बन्द भए, जस्तो उत्पादन तथा प्रशोधन क्षेत्र, त्यो 0.58% ले घट्यो। अनि जीवन बीमा? जीवन बीमा पनि 0.27% ले तल झर्यो। विकास बैंक क्षेत्र पनि थोरै भए पनि 0.10% ले घट्यो। भनेपछि बजार समग्रमा थोरै बढ्दा पनि यी क्षेत्रहरूमा चाहिँ बिक्री चाप रह्यो। हो, यसलाई सामान्यतया नाफा सुरक्षित गरेको रूपमा पनि हेर्न सकिन्छ। अलि अगाडि बढेको बेला केही लगानीकर्ताले बेचेर नाफा लिएको हुन सक्छ। अघि तपाईले मौद्रिक नीतिको कुरा पनि उठाउनु भयो। बजारका मान्छेहरू पनि त्यही कुरिरहेका छन् भन्ने सुनिन्छ नि, खास गरी तरलता सहज होला कि भन्ने आशा। एकदमै, त्यो अहिलेको सबैभन्दा ठूलो प्रतीक्षाको विषय हो। मौद्रिक नीतिले ब्याज दर कस्तो हुने, ब्याङ्कहरूले ऋण दिन कतिको सजिलो हुने, बजारमा पैसाको उपलब्धता मतलब तरलता कस्तो रहने भन्ने कुरा निर्धारण गर्छ। अनि तरलता सहज भयो भने? तरलता सहज भयो, बजारमा पैसा आयो भने त त्यो पैसा लगानीका लागि विभिन्न ठाउँमा जान्छ। शेयर बजारमा पनि आउने सम्भावना बढ्छ। त्यसैले लगानीकर्ताहरू मौद्रिक नीति कस्तो आउँछ भनेर निकै चासोका साथ हेरिरहेका हुन्छन्। भनेपछि आजको दिनलाई हेर्दा असार 9 गते बजारमा हल्का सुधार त देखियो, तर त्यो सबैतिर फैलिएन। हो, क्षेत्रगत हिसाबले हेर्दा निकै फरक देखियो। होटल, जलविद्युत, फाइनान्स जस्तामा आकर्षण बढ्यो भने उत्पादन, जीवन बीमा जस्तामा अलि सुस्तता आयो। समग्रमा प्रवृत्ति हल्का सकारात्मक नै भन्नु पर्ला, तर अगाडिको बाटो चाहिँ अझै अनिश्चित जस्तो छ, हैन? खास गरी मौद्रिक नीति नआउँदासम्म। बिल्कुल, आगामी दिनको दिशा धेरै हदसम्म त्यही मौद्रिक नीति र त्यसले ल्याउने तरलताको अवस्थाले नै तय गर्ने देखिन्छ। यो कुराले एउटा चाखलाग्दो प्रश्न पनि उठाउँछ नि। बजारले एकातिर सिंगो अर्थतन्त्रलाई असर गर्ने मौद्रिक नीति कुरिरहेको छ, अर्कोतिर आज देखिए जस्तो केही विशेष क्षेत्रमा मात्र लगानी खन्याइरहेको छ। कतै यो लगानीकर्ताहरू बृहत अर्थतन्त्र भन्दा पनि तत्काल चम्किन सक्ने देखिएका निश्चित उद्योगको सम्भावनामा बढ़ी केन्द्रित भएको संकेत हो कि? सोच्न पर्ने कुरा हो यो। हो, यो महत्वपूर्ण अवलोकन हो। यसले लगानीकर्ताको त्यो बेलाको प्राथमिकता कता छ भन्ने पनि देखाउँछ। विचार गर्नुपर्ने पक्ष हो।